So hello, good morning everyone. This is me Sonny and welcome to my channel SCB. Oh, यहाँबाट राइट हो त्यो रानीकोट पाटी भन्ज्याङ भिलेज हाइल्यान्ड रिसोर्ट हो। हामी चाहिँ यताबाट सिधा गयो भने चाहिँ पाटी भन्ज्याङ, यताबाट राइट गयो भने चाहिँ रानीकोट। के भयो आम्मामामामा धुलो हैट ल यहाँबाट त भोस्तो रहेछ नि त केही देख्दैन। आम्मामामामा स्टार्ट हुने बित्तिकै धुलो खान पर्यो। आम्मामा यो के हो कसरी चलाउने हो यस्तोमा वेट बाफ्रे 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 के साइक्लिङ पनि आइरहेको रहेछ केटाहरू। केही देख्दैन त कसरी जाने हो बल्ल अलिअलि देख्यो। बल्ल अलिक बाटो देख्यो गाइज। को ब्लग सुरु हुँदैछ यहाँ यो घाम्पे डाँडाबाट माथि। आजको हाम्रो डेस्टिनेसन चाहिँ राइडको डेस्टिनेसन चाहिँ बेथान्चोको काभ्रेको। ठ्याक्क स्टार्ट गर्ने बित्तिकै अफरोडिङ सुरु भयो। धेरै छैन यो अफरोड 2 किलोमिटर्स जति मात्र हो, त्यसपछि चाहिँ अन रोड सुरु हुन्छ। सो आज बिहान बाइकर्समा भेट भयो सबैजना बिहान 7:30 बजीतिर। अनि बाइकर्समा ब्रेकफास्ट खायौँ हामीले। ब्रेकफास्ट खाएपछि त्यहाँबाट आजको राइडिङको टिप्सहरू धुलै धुलो तट। गऱ्यौँ रोयल टाइट सर्भिस रिमाइन्डर भनेर देखाएको छ मेरो बाइक। धुलो त वाइल्ड छ हैट। बाइकमा हल्का हावा कम छ पछाडि, कम भएर नि अलिक सजिलो भएको छ अफरोडिङमा मलाई। ओहो यहाँबाट चाहिँ अलिक ल ए ढलान रहेछ अब चाहिँ बल्ल ल। बाइकर्स क्याफेमा गयो सुरुमा, त्यसपछि लाएर त्यहाँ ब्रेकफास्ट भयो हाम्रो। अनि त्यसपछि लाएर ब्रेकफास्ट भएपछि एकछिन त्यहाँ सर्टेन कुराहरू मार्सलले गर्नुभयो, हाम्रो राइडको बारेमा डिस्कसन दिनुभयो। सो आजको हाम्रो राइडको प्लान चाहिँ बेथान्चोको काभ्रेको होइन। अनि त्यसपछि लाएर त्यहाँबाट आयौँ हामी कति 8:30 बजीतिर बाइकर्स क्याफेबाट निस्क्यो। अनि त्यहाँबाट बाइकर्स क्याफेबाट आएर भक्तपुर हामी भक्तपुर आएपछि भक्तपुरमा त्यहाँ राधेनिडको पेट्रोल पम्पमा पेट्रोल हाल्यौँ होइन। अनि पेट्रोल हालेपछि त्यहाँबाट चाहिँ सिधै यताबाट के भन्छ हामी सूर्यविनायक हुँदै सूर्यविनायकबाट राइट लागेर हामी यता निस्क्यौँ के भन्छ यहाँ पाइलट बाबा जाने बाटोतिर। अनि सो अहिले चाहिँ पाइलट बाबा जाने बाटोबाट सिधा माथि आएर अनि यता यो डाइरेक्ट हामी यताबाट बेथान्चोक जाने बाटोतिर पनौती निस्किने बाटोतिर जाँदैछौँ। मेरो बाइकको पछाडिको पाङ्ग्रामा एकदम हावा प्रेसर कम छ, हावा हाल्नु पर्नेछ। त्यही भएर यो कर्नरिङमा क्या गाह्रो भइरहेछ क्या हावा नभएर। बल्ल पिच आयो गाइस सही हो यस्तो गरम भइरहेको थियो। अहिले चाहिँ आनन्द भयो बल्ल धुलो डेन्जर खाइयो। अब हल्का बल्ल बाटो पिच आयो। अगाडि साधन पो हुनुहुन्छ, साधनले डेन्जर कुदाइराख्नु भएको छ। तलै होला तलैबाट होस् होला लेन्समा धुलै धुलो लागेको छ, पुस्नु पर्यो हल्का। आम्मामामा आम्मामामा धुलो तट तलबाट हो कि माथिबाट हो अब यहाँ कन्फ्युज हो सबजना केटाहरू। तूफान गयो धुलाले के देखेको
सो सबैजना यहाँ आएर वेट गरिरहेको हामी चाहिँ सबैजना किन जाउँ फेरि अरू कमी पछाडि छ होला अझै गाडीलाई लास्टमा राख्नुपर्छ कि हुँदैन क्या म भन्छु अहिले त्यो गाडीले धुलोले गर्दा कसैले के देखाएन क्या गाडी लास्टमै छ अहिले त पछाडि पर्यो छुटिसक्यो म गाडीको पछाडि त बिचमै छ बल्ल बल्ल ओभरटेक गरेर धुलो खाँदा 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 पहिला सुरुमा त्यहाँ म हिँडेको तिनजना जाने बित्तिकै पुरै बाटो नदेखिरहेको स्टार्टिङमै धुलो भने कस्तो भने केटाहरू आयो बल्ल तल हो अरे हिट भएर फ्यान कराइ छ सो दिस इज द 4th टाइम विथ द बजाज डोमिनार ओहो सानो खोला रहेछ साइडमा केटाहरू सबजना लाइनअप भएर मजाले गइरहेछ दामी रहेछ ठाउँ यतातिर चाहिँ यो बाटो चाहिँ म हिँडेको थिएन पहिला होइन सो दिस इज माई फर्स्ट टाइम इन दिस रुट पनौती निस्किन्छ अरे यो बाटो चाहिँ साइडमा खोला पनि रहेछ दामी तर सानो रहेछ पानी सुकेर पानी भइरहेछ दामी देख्थ्यो क्या ठुलो भइरहेको रहेछ होइन अब खोला त्यस्तो तर पानी सुकिसकेको छ सानो छ आएर बसिरहेको रहेछ केटाहरू बल्ल अब चाहिँ यहाँबाट बाटो पुरै पिच छ जस्तो छ श्री महाकाल ट्राउट फार्म रे पनौती नगरपालिका 1 गुम्बा साइड लेफ्ट लेफ्ट पनौती जाउँ न पनौती दिन कति छिटो पनौती आइपुग्दो रहेछ यताबाट एकदम छोटो रहेछ यार यो बाटो गाइस ल सही हो बल्ल दामी भयो क्या यहाँ चाहिँ ठाउँ पनि मिठो रहेछ यतातिर चाहिँ 10 बज्यो अहिले 10 भएछ तर यसरी केटाहरूसँग ग्रुपमा जानु चाहिँ लास्टै रमाइलो हुन्छ क्या ग्रुपमा जानुको नि मजा छुट्टै छ सोलो जानुको नि आफ्नो सिङ्गलै जानुको नि मजा छुट्टै छ छन चाहिँ दुइटैको आफ्नो आफ्नो रमाइलो छ यसरी ग्रुपमा जान चाहिँ अझै मजा आउँछ केटाहरूसँग तर यो बाटो पनि हिँड्नु चाहिँ रमाइलो रहेछ हौ पनौती जाँदाखेरि यो बाटो चाहिँ हिँडेको छैन पहिला फर्स्ट टाइम हो तर मिठो रहेछ धेरै घरहरू पनि छैन पातलो छ घरहरू साइडमा उता खोला यतापट्टि साइडमा खोला छ सानो आरु चौर रे यतातिर चाहिँ अलिकता टेम्परेचर कम रहेछ चिसो भयो शीतल भयो जङ्गल रुखहरू भएर अघि त्यहाँ झ्याम्पे डाँडामा त यस्तो गरी भइरहेको थियो केटाहरू सब त्यहाँ अगाडि दामी देखाएको छ ओ यहाँ पहिरो गएको रहेछ हावा हाल्नु पर्यो क्या हावा हाल्नु पर्यो क्या पछाडि लास्टै हावा कम भएर कस्तो गाह्रो भयो चलाउनु हजुर युट्युब छ कसैको छ मेरो छ एससीभी
हजुर दाइ छ कस्तो पुरै थसक्कै भयो क्या दाइ यो कम भएर क्यामेरा अन छ बी होइन भी हेर न खोलेर तिम्रो क्लिप पनि हालिदिन्छु अब चाहिँ भयो होला कति तिमीले हस् थ्याङ्क यू दाइ ल तिम्रो नाम के हो सुजन हो तिम्रो होइन हामी बेथान्चोक हो तिम्रो पनि छ युट्युब च्यानल के छ तिम्रो सुगम ल एससिबीमा हेर ल त ल ल ल है त ल बाई बाई ओ बल्ल भयो नि त अघि त यस्तो अप्ठ्यारो भएछ चलाउन यार अब्बुई केटाहरू सब अगाडि गइसक्यो पछाडि म छु एकजना अनि एकजना हाम्रो मार्सल हुनुहुन्छ सही रहेछ नि त ठाउँ चाहिँ दामी रहेछ यो बाटो होइन सिधै होला मेबी सानो खोला पानी चाहिँ सुकिसकेको रहेछ रमाइलो छ बाटो गाइज पेट्रोल 4 लाइन मात्रै देखाइरहेछ पुग्छ होला राइट वी आर एट पनौती बजार राइट नाउ अब यहाँबाट हामी खोपासी हुँदै जान्छौँ बेथान्चोक अब खोपासी जानु लाग्यो गर्मी वाइल्ड छ यहाँ बाइक पनि हिट भएर फ्यान कराएको रहेछ अगाडि दुईवटा उताबाट नि गाडी आयो यताबाट नि गयो ठ्याक्क अब चाहिँ छिर्छ हाम्रो केटाहरू ल अब चाहिँ छिर्छ ल हल्का ब्याक गऱ्यो अगाडि पनि ब्लक रहेछ नि त अनि सो लेफ्ट फ्रम द हियर खोपासी जानलाई चाहिँ एउटा स्ट्रेट हो अब खोपासीबाट राइट लाग्नुपर्छ बेथान्चोक जानलाई चाहिँ त्यता चाहिँ गएको छैन त्यता चाहिँ मेरो फर्स्ट टाइम हुन्छ आज यो बाटो त ढलान गरिसकेको छ नि त अहिले त दाम बनाएछ केटा हो पहिला त पुरै अफरोड थियो यो ग्राभल चाहिँ गरेको थियो होइन ग्राभल मात्रै थियो क्या अब अहिले चाहिँ पुरै ढलान गरिसकेको छ क्या यो चाहिँ त ढुट्टो कुदाउँछ क्या बाइक त अफरोड सफरोड डाङडुङ हालिदिन्छ यहाँबाट खोपासीसम्म यस्तै नै हो अफरोडै अफरोड आलु खेती गरिरहेको रहेछ आलु दामी लगाइरहेको रहेछ ओए ब्रोले बाइक चाहिँ उडाएकै हो right from there and that is a right हो so this is the खोपासी बजार है त यहाँसम्म चाहिँ खोपासी भन्छ अनि यताबाट राइट लाग्यो भने चाहिँ बेथान्चोक जानलाई हो ओए 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 चिप्लिरहेछ पुरै एबिएसले क्या फालिदिरहेछ क्या भुत 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 ए यहाँ रोकिरहेछ केटाहरू झन्डै अगाडि गइदिएर मजा आइरहेछ सबजना केटाहरू आइपुगेछ अब चाहिँ सो अहिले चाहिँ हामी खोपासीमा केटिएमहरूको चाहिँ आज हाइवे मात्रै छ पुरै फुल्ली मजा आएर होला केटाहरूलाई पुरा कुदाउन अन रोडमा ओ गर्मी भयो गाइज म
त बिस्तारै चलाउँछु अब गएर आयो अफरोडमा कुदाउँदिनँ वाइल्ड कुदाइयो अब आरामले हिँड्नु पऱ्यो एकछिन धेरै कुदाएर गर्मी पनि भयो धेरै केटाहरू पछाडि त कहाँ हो देखै परेन के भयो सिधै होला ओहो बल्ल गाउँ आएछ ल काभ्रे बेथान चलाइसकेको छ त नि गाडी चाहिँ बाटोमा हो क्या अलिक यो पनि सो यो ठाउँ चाहिँ अब बेथान चोक भनेर यो ठाउँलाई नै भन्दो रहेछ यहाँदेखि नै सुरु हुँदो रहेछ बेथान चोक चाहिँ यो पनि बेथान चोक नै हो हुन चाहिँ नारायण अर्ग्यानिक भिलेज रिसोर्ट वी आर गोइङ टु द्याट रिसोर्ट यस्तो बाटोमा चाहिँ झ्या हुन्छ क्या चलाउनु यस्तो ढुङ्गा छ नि जुन स्मुथली जाँदैन बाइक अनि हल्का त्यो धेरै रेप गऱ्यो भने पनि क्लच प्लेट भन्नु आयो त्यो के भन्छ चेन स्पकेटमा लोड पर्छ नि त पाङ्रा मजाले घुम्दैन अनि त्यो त अब क्या यस्तो ढुङ्गा बिसाएको बाटोमा चाहिँ बरु माटो होस् केही हुँदैन होइन जाम यतै हो यस्तो बाटोमा नि 2 गियरमा आरामले जान्छ क्या स्मुथली गयो भने चाहिँ धेरै रेप्स गर्नु हुँदैन यता अलिक हाइटमा आयो हामी अब चिसो हावा आइरहेछ क्या त्यताबाट भयो थाहा छ थुम्की रे रिसोर्ट त यही हो त नि रिसोर्ट त यही रहेछ नि फेरि हामी कहाँ जान्ला फेरि धुलो खाए केटाहरूको बल्ल पछाडि धुलो नउडिकन बसेको थियो घोडा बाँधे रे यस्तो बाटोमा डेन्जर चिप्लिन्छ बाइक यो सल्लाहको पातमा सो वी हेभ टु बी केयरफुल गाइज यस्तो बाटोमा चेन स्पकेट जाने चान्सेस धेरै हुन्छ क्या हामीले बाइकको पावर बेसी छ बाइकले इजी तानिदिन्छ अनि हामीले चाहिँ धेरै रेप्स लियो भने मजाले स्पिन हुँदैन नि त बाइक अनि के हुन्छ भनेपछि चेन स्पकेटको चाहिँ टिथ चेन स्पकेट चाहिँ घुम्छ तर पाङ्रा घुम्दैन नि त अड्किन्छ अनि त्यही भएर चाहिँ गाह्रो हुन्छ क्या यस्तोमा बाइक चाहिँ एकदम जान्छ सो यस्तोमा चाहिँ आरामले जानुपर्छ धेरै रेप गर्नु हुँदैन ड्रिफ्ट हान्छ नि त ड्रिफ्ट हान्यो भने बरु के हुँदैन त्यहाँ त ड्रिफ्ट पनि हान्दैन कहाँ मनाङ मुस्ताङ मनाङतिर गयो जस्तो भाइ साइड यार बाटो त आम्मा पुरै सखा परेछ नि त गाइज जाम ओइ सो अहिले चाहिँ हामी अलिक हाई अल्टिट्युडमा आयौँ त्यहाँ चिसो आयो क्या ओए कस्तो चिसो आयो अहिले त डब्बा चिसो आयो क्या अहिले चाहिँ रुखै क्या त्यो यो पाइन ट्री नै हो नि हुन त सल्लाह नै हो तर चिसोले गर्दाखेरि अर्कै भएको क्या सल्लाह नै
कस्तो आनन्द आइरहेछ भने लाइक इट फिल्स लाइक एकदमै टाढा कहाँ गएर राइड गरेर जस्तो क्या स्मेल पनि त्यो ट्रीको क्या मिठो आइरहेछ अनि चिसो क्या त्यो हिउँ पर्दाखेरि हिउँ स्नोवाला रिजनमा गएको जस्तो फिल भयो क्या यस्तो चिसो आइरहेछ अब चाहिँ बाइकको सायद कुलर चल्दैन होला एकछिनपछि चाहिँ हो यस्तो बाटोमा हो सबभन्दा एकदम बिस्तारै जानुपर्ने यस्तो बाटोमा कुदायो भने त बाइक धोस्दै हुन्छ एकदमै धोस्दै हुन्छ यस्तो बाटोमा चाहिँ एकदम स्लो जानुपर्छ बाल ठाउँमा आयो अहिले चाहिँ हामी यहाँ छ केटाहरू एकछिन है खतरा उड्यो लिक्विडै ओभरफ्लो भएर ओभरफ्लो भयो देउराली सही हो बाइकै लडाइतिर राइट अब फेरि हामी त्यहाँ गएर तल यहाँ यो नारायणथान अर्ग्यानिक भिलेज रिसोर्टमा चाहिँ हामीले आएर खाना खायौँ रेस्ट गऱ्यो सो वी आर गोइङ टु द अप अगेन अब फेरि यताबाट माथि जाने यो बाटो हामी माथि जान्छौँ अघि गएर फेरि फर्केर फेरि माथि जान्ला अब त्यो त्यही हो केटाहरू यहाँ बसिरहेको छन् बवाल 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 भएन सो राइट अब हामी निस्किनु लाग्यो यहाँबाट सक्यो होइन आजलाई यस यहाँबाट सक्यो रमाइलो भयो पुरै टोटल्ली अफरोड आज चाहिँ ब्रो र अब आजलाई यति नै सक्यो सो सी इन द नेक्स्ट ब्लग आजको चाहिँ पुरै अफरोड भयो यहाँ आएर हामी यो नारायणथान अर्ग्यानिक भिलेज रिसोर्टमा आएर खाना खायौँ बस्यौँ रेस्ट गऱ्यौँ यहाँबाट माथि चाहिँ टाढामा गयौँ यताबाट देउरालीको यताबाट यो बाटोबाट माथि गएर हामी देउराली गएर आयौँ अनि अब यहाँबाट खाना खाएर रेस्ट गऱ्यौँ अनि अब यहाँबाट फर्किन्छौँ जाँदाखेरि चाहिँ पनौतीबाट नाला हुँदै जाने भनेर भनेको छ अब हेरौँ यताबाट हुन्छ कि त्यो के भन्छ त्यो घ्याम्पे डाँडा हुँदै जान्छौँ थाहा छैन होइन घ्याम्पे डाँडै हुँदै होला सायद सो त्यही हो सी यु इन द नेक्स्ट ब्लग टिल देन बाई बाई सो सी यु इन द नेक्स्ट ब्लग है त ल सकाएको आजलाई राम्रो भयो टोटली अफरोड भयो नि त आज हजुर टोटल अफरोड भयो क्या आज अब नेक्स्ट टाइम चाहिँ हाइवेको राइड अर्गनाइज गर्ने भनेको छ नेक्स्ट टाइम चाहिँ पुरै फुल्ली हाइवे हुन्छ रमाइलो हुन्छ नेक्स्ट टाइम हामीले गियर लगाएर आउनु ओके ल सी इन द नेक्स्ट ब्लग है त ल